सो हाई हेलो एभ्रिवान वाट्सअप सबैजना है आरामै हुनुहुन्छ होला म पनि आरामै छु आई होप हैन सो सबैजना आरामै हुनुहुन्छ होला सो यस्तै छ जिन्दगी चलिरहेछ लामो छ जिन्दगी यस्तै छ हैन म पनि चलिरहेको छु भन्नुपर्छ सो मेरो ठ्याक्कै पछाडि हेर्न सक्नुहुन्छ तपाईँले यो हो मलेसियाको केएल सिटी टावर हैन If I am wrong, I'm sorry about that. So, यो चाहिँ मलेसियाको केएल टावर नै भनिन्छ हैन केएल चाहिँ यस्तो छ हेर साथीहरु है मेरो चाहिँ काम गर्ने बिल्डिङदेखि ट्याक्कै उतापट्टि चाहिँ केएल छ सो यति नै हो अरु चाहिँ म चाहिँ आई हेभ टु कम ब्याक टु माई होस्टेल है म चाहिँ अब होस्टेल जान्छु यस्तै छ अब बाँकी कुराहरू अब बिस्तारै अब होस्टेल जाँदा जाँदा गरिन्छ हैन सो यति नै हो मेरो बिल्डिङदेखि चाहिँ मेरो काम गर्ने होटेलदेखि चाहिँ केएल हेर्नको लागि कतै जानु पर्दैन क्या सट्ट हेऱ्यो हैन सट्ट हेऱ्यो केएल चाहिँ हेर्न देखिन्छ त्यही भएर चाहिँ जानु पर्दैन साँच्चै भन्नुपर्दा होइन गाइज म चाहिँ 1 वर्ष भइसक्यो क्या यहाँ आएको तर म एकचोटि पनि होइन केएल चाहिँ घुम्न गएको छैन क्या किन जानु पऱ्यो होइन यहाँबाट देखिन्छ सबै कुराहरू होइन किन जानु पर्ने भन्ने लाग्छ कि मलाई चाहिँ है सो यस्तै हो आफ्नो सोच हो होइन कोहीलाई चाहिँ घुम्न मन लाग्छ इन्जोय गर्न मन लाग्छ तर मलाई चाहिँ त्यस्तो खासै इन्ट्रेस्ट लाग्दैन है साथी हो होइन कुरा यस्तै हो म चाहिँ अब I have to come back my hostel. Thank you guys होइन म अहिले पछि भेट्छु अर्को एपिसोडमा होइन ल थ्याङ्क यू सो भर्खरै चाहिँ म चाहिँ अहिले तलतिर आइसक्यो है गाइस है पन्चिङ हानेर टक्क आफ्नो अब यताउता होइन काम गरिसकेपछि पन्चिङ हान्नुपर्छ क्या पन्चिङ लाइक जस्ट कसरी भनौँ म तिमीलाई सरी कसरी भनौँ म हजुरहरूलाई होइन तर पन्चिङ हान्नुपर्छ क्या पन्चिङ हानेको भनेको यस्तो हो कि जस्ट लाइक के भनौँ म हुन्छ नि एउटा अब यस्तै छ होइन यो चाहिँ बाइ द वे होइन यो चाहिँ के भन्छ कफी हरेक कफीहरू पाइन्छ कि यहाँ चाहिँ जुन टाइपको कफी जस्तो कफी होइन कफी लाटे आइस क्यापुचिनो ची अर्डर गरेको पनि यहाँ चाहिँ पाउँछ प्लिज होइन अब यदि मलेसियामा कोही नजिकै हुनुहुन्छ भने प्लिज यहाँ भिजिट गरिदिनु होला है यस्तै छ म चाहिँ बाहिर जान्छु गेट पनि आफै खुल्छ यहाँ चाहिँ ओहो दाजु के छ म त भ्लग बनाइरहेको छु कि हाम्रो हाई गरिदिनु नि हेर्दा यहाँ घर गएर तपाईँको हाम्रो दाइ के अरे दाङसल्यानको दाइ हुनुहुन्छ एकजना अनि एकदम राम्रो हुनुहुन्छ जियोस् बेला बेलामा चाहिँ उहाँले चाहिँ एकदम हेल्प गर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ र धेरै माया पनि लाग्छ कि बाहिर देशमा अब सबैले अब हुन्छ नि सबै अब अब राम्रो हुन्छ हुँदैन होइन तर मैले बुझेअनुसार चाहिँ होइन सबै कुराहरू चाहिँ विदेशमा अब होइन सजिलो हुँदैन र मान्छेहरू पनि भिन्न तरिकाको हुन्छ होइन सबैसँग आफ्नो ज्यानलाई अब आफूले चाहिँ अब आफूले चाहिँ अब टेक केयर योर सेल्फ होइन आफ्नो बारेमा चाहिँ आफूसँग चाहिँ आफैले नै गर्नुपर्छ ख्यालहरू गर्नुपर्छ विदेशमा आइसकेपछि होइन विदेश जान्छु यो भन्नाले अब विदेश गयो यताउता त्यो सबै नर्मल हुँदैन इन्डियाको जस्तो होइन धेरै कुराहरू सोच्नु पनि पर्छ र धेरै कुराहरू गर्नु पनि पर्छ विदेशमाहरू होइन कोही थाहा पाएको कुराहरू चाहिँ विदेशमा थाहा हुन्छ होइन सो हजुरहरूले चाहिँ यो कुराहरू चाहिँ बुझ्नुपर्छ क्या जरुरी हुन्छ किनभने मर्दलाई चाहिँ जरुरी हुन्छ यो कुराहरू चाहिँ बुझ्न होइन
सबै मान्छेहरू एउटै हुँदैन र सबै कुराहरू चाहिँ अब भनौँ न अब परिपक्व चाहिँ हुँदैन क्या लाइफमा सङ्घर्ष र भन्छ नि मान्छे मर्दा अब के लानु छ र यार जिन्दगी 2 दिनको जिन्दगी हो होइन तर मैले जति पनि लाइफको बारेमा बुझेको छु लाइफ भनेको एउटा सङ्घर्ष जस्तो नै लाग्छ क्या मलाई होइन अब कसरी भन्नु लाइक अब भनौँ न एउटा अब जन्मिन बित्तिकै मान्छे होइन अलि ठुलो हुन्छ त्यसपछि पढाइमा सङ्घर्ष अनि त्यसपछि पढाइपछि पढ्दै गयो सङ्घर्ष गर्दै गयो होइन हासिल चाहिँ अब जेसुकै गरोस् होइन उसले होइन गरोस् या नगरोस् होइन सङ्घर्ष चाहिँ गर्नै पर्छ क्या होइन तर उसले जिन्दगीमा केही पनि भनौँ न केही पनि हासिल गर्न नसक्यो भने तर सङ्घर्ष चाहिँ गर्नै पर्छ हरेक चिजको लागि चाहिँ है यो चाहिँ कुरा बुझ्नुपर्छ त्यसै त हो नि सबै कुराहरू अब भने जस्तो अब सिमिलर नै हुँदैन केही कुराहरू अलिकति आफूले केही अलिकति डिफ्रेन्स पनि बनाउनु पर्छ होइन सबै कुराहरू आफ्नो हातको कुराहरू हुन्छ सो आजको भ्लगमा चाहिँ धेरै त्यस्तो टपिक विषयको कुरा चाहिँ नगरौँ सो म चाहिँ अब त्यही भन्न चाहन्छु कि होइन सबैजनाहरू ह्याप्पीले बस्नुहोस् नयाँ सालको समय छ सबैजना राम्रो हुनुहोस् त्यही छ है सो अहिले पछि भेट्छु मेरो फाइनली गाडी पनि आइसकेको छ म अहिले पछि भेट्छु ल साथीहरू है बाई बाई फाइनली गाइज होइन बिहानदेखि उत्रिसक्यो अब चाहिँ हामी लुखुर कहाँ जान्छौँ रुमतिर गइने हो बसिने हो सुतिने हो नुहाइधुवाइ गरेर होइन यस्तै छ खासमा भन्नुपर्दा होइन गाइज होइन हामीलाई होइन विदेशमा आइसकेपछि बाहिरको जिन्दगी चाहिँ थाहै हुँदैन है तर एउटा कुरा है तर आई डोन्ट नो होइन अरूको सोचाइमा के छ कस्तो छ होइन तर मेरो सोचाइमा चाहिँ होइन बाहिरको लाइफ होइन बाहिर घुमौला अब यताउता जाम्ला हल्का इन्जोय गरौँला भन्ने त्यो चाहिँ हुँदैन कि विदेशमा एकचोटि आइसकेपछि है तर हुन्छ होला अरूको वास्ता नगर्ने घरतिर फ्यामिली यताउता वास्यावर होइन त्यो सब कुराहरू होइन त्यस्तोले चाहिँ सोध्छ होला होइन अब भएको स्यालेरीभरि आधा खर्च अनि त्यसपछि आधा घर पठाउने आधा चाहिँ आफूले मोज मस्ती गर्ने तर त्यस्तो मेरो चाहिँ कन्सेप्ट छैन कि त्यस्तो तर मलाई पनि रहर त लाग्छ होइन यताउता अरू जस्तो लाउन यताउता तर मलाई त्योभन्दा पनि बढी चाहिँ ऋण छ क्या घरमा ऋण चाहिँ तिर्न चाहिँ मलाई चाहिँ अलिकति उ लाग्छ तर मलाई त्यस्तो भन्नु पनि उ छैन कि होइन सबै कुरा ए बन्धु लोग के अवस्था सब ठिक छ बोलो न यार खाना भयो तिमी कहाँ थियो हो म नेपाल जाने हो अरे नहीं पता म तिमीलाई माया गर्छु लाइक तू क्या करता है मैं ऐसे ब्लॉग बना रहा है तेरा क्या फेसबुक में कितना लाइक है मेरा फेसबुक में ऐसे होगा 200 के 200 के अरे भाई कितना है सब्सक्राइब करो हाँ यूट्यूब पे तुम्हारा वो यूट्यूब चैनल है वीडियो करता है पैसा आता है अरे पैसा नहीं आता है मैं आपका शौक के लिए करता है चलो ठीक है मुश्किल इसको सब्सक्राइब कर दो लाइक मार दो कमेंट कर दो सब लोग मेरा बंधु है अच्छा है ठीक है सब उसको फॉलो करो ठीक है बाय बाय ठीक है गुड नाइट बन्धु देख्यो कसैले माया नगरे पनि कसैले त माया गर्दो रहेछ नि त मलाई होइन सो ठिकै छ नेभर माइन्ड होइन सो यस्तै छ गाइस म पनि अब रुमतिर पुगिसकेँ आजको ब्लग चाहिँ यति नै थियो सो सी यु नेक्स्ट टाइम है प्लिज है गाइस होइन किनभने सब्सक्राइब चाहिँ गरिदिनु होला यार सब्सक्राइब सबैसँग लाइक चाहिँ गरिदिनु होला होइन कमेन्ट गर्नु टाइम लाग्छ भने अब हजुरहरूको किम्ती टाइम चाहिँ म वेस्ट गर्न चाहँदैन होइन टाइमको अर्थ र महत्त्व मलाई सबै थाहा छ त्यही हो
myself है. Thank you so much. Bye bye साथी.